नमस्ते। मैले तपाईँलाई भोगटे भनेर भने तपाईँको दिमागमा के आउँछ? सबभन्दा पहिले त्यही रुखमा फल्ने भोगटे आउँछ अथवा यो पछाडि भएको व्यक्तिको अनुहार तपाईँको दिमागमा आउँछ? मैले यो कुरा किन गरिरहेको छु भने अहिले देशमा चुनाव भर्खर सकिएर राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत सहितको सरकार बनाउने प्रक्रियामा रहेको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय स्तरमा जुन प्रकारको एउटा युद्ध चलिरहेछ त्यसले गर्दाखेरि हाम्रो देश मात्रै होइन संसारैभरि इन्धनको अभाव व्यापक रूपमा देखिरहेको छ। त्यसैलाई नै मध्यनजर गरेर आज बिहान महेश बस्नेतले, जो एमालेका सचिव हुनुहुन्छ, महेश बस्नेतले एउटा पोस्ट गर्नुभएको थियो। यो पोस्ट गर्नुभन्दा अगाडि म तपाईँहरूलाई एउटा कुरा के सुनाउन चाहन्छु भने हुन त एमालेलाई यो चुनावमा सक्नको लागि, ध्वस्त गर्नको लागि जुन प्रकारका प्रतिक्रिया आएका थिए त्यसमा सबभन्दा पहिलो नम्बरमा महेश बस्नेतको हात छ भनेर सामाजिक सञ्जालमा सबैलाई थाहा भएकै कुरा हो। यसमा अरूको पनि हात छ, तर पहिलो नम्बरमा महेश बस्नेत आउँछन्। अब जाउँ अहिलेको कुरामा। उनले आज बिहान एउटा पोस्ट हालेका छन्। त्यो पोस्टमा के भनेका छन् भने देशमा इन्धनको चरम अभाव भइरहेको छ, त्यसले गर्दाखेरि आम सर्वसाधारणलाई गाह्रो परिरहेछ भनेर जुन कुरा उल्लेख गरेका छन् त्यो एकदम सही हो। तर त्यस पछाडि उनले जुन तरिकाले त्यो कुरालाई घुमाएर मोडेर अहिले नयाँ बन्न आँटेको सरकार, जुन तपाईँको जनताको बहुमत प्राप्त सरकार छ, त्यो सरकारलाई इङ्गित गर्दै जुन तरिकाको धारणा व्यक्त गरेका छन् त्यसले महेश बस्नेतको सोच र आम जनता र राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के छ भन्ने कुरा प्रष्ट पारेको छ। पछिल्लो क्रममा अन्तर्राष्ट्रिय स्तरमा जुन तरिकाको युद्धको अवस्था सिर्जना भएको छ त्यो कारणले गर्दाखेरि हाम्रो देश मात्रै होइन संसारभरि नै इन्धनको अभाव छ भन्ने कुरा हामीले सबभन्दा पहिले बुझ्नुपर्छ। र त्यसलाई मिनिमाइज गर्नको लागि हाम्रो देशमा कुनै इन्धनको स्रोत छैन, हामीले इन्डिया मार्फतै ल्याउने हो, इन्डियाले पनि अरब कन्ट्री मार्फतै ल्याउने हो। जुन कन्ट्रीमा तेल आउँछ त्यो आउने बाटो नै अहिले बन्द भएको अवस्थामा देशमा जति पनि हामीसँग स्रोत साधन छ, जति पनि अहिलेसम्म हामीसँग सञ्चित भण्डार छ, त्यसलाई नै कसरी एकदम कम से कम गरेर प्रयोग गर्नुपर्छ भन्ने कुराको हेक्का पनि नहुने मान्छे आजको दिनमा एमाले पार्टीको सचिव भएर बसेका छन्, त्यो पनि केपी शर्मा ओलीको तपाईँको तथास्तु पाएर। जनताको भावना के छ, जनताले नयाँ पार्टीलाई कसरी चाहिँ राष्ट्र देश बनाउनुपर्छ भनेर एउटा सुम्पेका छन्, जिम्मेवारी सुम्पेका छन्, त्यसलाई मनन नगरिकन खालि आफू नै अग्रभागमा छु, एमाले मैले नै चलाएको हो भनेर जुन तरिकाले प्रतिक्रिया दिइरहेका छन् त्यो प्रतिक्रियाले एमालेको साख अझै गिर्ने देखिन्छ। गिर्ने ठाउँ त छैन, तर त्योभन्दा अझै गिर्ने देखिन्छ। सबभन्दा पहिले म महेश बस्नेतलाई भन्न चाहन्छु कि अहिले जुन तरिकाको परिस्थिति आएको छ त्यो परिस्थितिमा सरकारले जुन यो ग्यास सिलिन्डरलाई आधी सिलिन्डर बनाएर दिने भन्ने कुराहरू गरिरहेछ त्यो एकदम राम्रो छ। हामीले सकारात्मक रूपमा त्यसलाई लिनुपर्छ, किनभने केही नहुनुभन्दा अलिकति भयो भने पनि आधी सिलिन्डर ग्यासले पनि केही दिन केही महिना धान्दियो भने पनि अब आउने 1 महिना पछि केही माहौल शान्त होला र यो जुन बन्देजको वातावरण छ त्यो बन्देजको वातावरण पनि राम्रो होला भनेर आश गरेर एउटा जनतालाई प्रोत्साहन गरेर, जनतालाई एउटा मोटिभेट गरेर पोस्ट हाल्नुपर्ने बेलामा जनताले बहुमत दिएर पठाएको सरकारलाई चाहिँ एउटा तपाईँको अहिलेको अवस्थाको जिम्मेवार तिमीहरू नै हो भन्ने हिसाबले पोस्ट गरेर जनता भड्काउने काम गर्ने हो। यो कुरा आम सर्वसाधारणले देखेकै छन्। तिमीहरूकै कारणले गर्दाखेरि जसरी एमाले आज पहिलो स्थानबाट लास्ट टाइममा पुग्यो भनेर भन्दा फरक पर्दैन, त्यो कुरा तिमीहरूले चेत्ने कि नचेत्ने। महेश बस्नेत जस्ता पार्टीका कार्यकर्ताले गर्दाखेरि आज एमाले पार्टीको के हालत भएको छ भन्ने कुरा सम्पूर्ण जनताले जानेका छन्। त्यही भएर अहिले नयाँ बनेको सरकारलाई समर्थन गरेर जनताको भावनाको कदर गरेर तिमीहरूले आफ्नो विचार व्यक्त गर्यो भने सायद राम्रो हुन्छ होला, न कि नयाँ पार्टीलाई एउटा सानो कारणले पनि खेदो भन्दाखेरि तिमीहरूको धोती पुछेको तिमीहरू आफैलाई थाहा नहुने अवस्था आइसकेको छ। हवस् त।